नमस्कार साथीहरू, आशु अर्बिट वर्ल्ड च्यानलमा तपाईँलाई स्वागत छ। आज हामी तपाईँका लागि ल्याएका छौँ एक रोचक र प्रेरणादायी कथा। सुन्यो होइन त? आउनुहोस् कथा सुरु गरौँ। शान्त गाउँको एउटा बाटोमा एक दिन सहरबाट आएकी एक आधुनिक केटी गाउँ घुम्न आइन्। उनी स्टाइलिस थिइन्, आत्मविश्वासी पनि। तर उनको मनमा एउटा घमण्ड थियो। उनी सोच्थिन् सहरका मानिसहरू नै सबैभन्दा बुद्धिमान हुन्छन्। त्यही बेला उनले एक गाउँकी केटीलाई भेटिन् जो साधारण रातो साडी चोलीमा शान्त मुस्कानसहित आफ्नो काम गर्दै थिइन्। सहरकी केटीले घमण्डी स्वरमा भनिन्, तिमीहरू गाउँका मानिसलाई के थाहा हुन्छ र? गाउँकी केटी मुस्कुराइन् र शान्त स्वरमा भनिन्, हामीले किताब कम पढेका होला, तर जीवनले हामीलाई धेरै कुरा सिकाएको छ। त्यसपछि सहरकी केटी केही बेर सोचिन् र उनले महसुस गरिन्, साँचो बुद्धिमत्ता केवल किताबमा होइन, जीवनका अनुभवमा पनि लुकेको हुन्छ। त्यस दिनदेखि दुवै केटी सँगै हिँड्न थाले र घमण्डको ठाउँमा मित्रता जन्मियो। सन्देश: कहिलेकाहीँ साधारण जीवनमै सबैभन्दा ठूलो ज्ञान लुकेको हुन्छ। साथीहरू, यो कथाबाट हामीले के सिक्यौँ भने साँचो बुद्धिमत्ता किताबमा मात्र होइन, जीवनका अनुभवमा पनि लुकेको हुन्छ। यदि तपाईँलाई यस्तो कथा मनपर्छ भने लाइक, कमेन्ट र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। अर्को कथामा फेरि भेट्ने बाचा गर्दै बिदा दिनुहोस्। धन्यवाद।